बालेन सरकारलाई धेरै धेरै धन्यवाद। आज आएर ती नाबालिकाले न्याय पाएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओली हुँदा आफ्नै सांसद रेखा शर्माले घरेलु कामदारको नाममा हिंसा गरिरहेको भनेर त्यो घरबाट बालेन शाह मेयर र उसको टिमले त्यो घरबाट त्यो नाबालिकालाई उद्धार गरेको थियो। र जब उद्धार गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बारम्बार रेखा शर्मालाई कारबाही गर्नु पर्यो भने बालेन शाहले रिक्वेस्ट गर्दा गर्दै पनि केपी शर्मा ओलीले छानबिनधरी गर्न सकेनन्। छानबिनधरी गर्न नसक्दाखेरि बालेन्द्र शाहले ती नाबालिकामाथि माफी पनि माग्नु भएको थियो। समय आउँछ, समय आएपछि तिम्रो दोषीलाई कारबाही हुन्छ भनेर स्ट्याटस पनि लेख्नु भएको थियो। नभन्दै समय पनि परिवर्तन भयो र आज फाइनली ती नाबालिकाले न्याय पनि पाए। यही चाहन्छौँ हामीले बालेन्द्र सरकारबाट। सुशासन कायम होस्, भ्रष्टाचारी अन्त होस्, सबै भ्रष्टाचारी भित्र जागुन्। बालेन सरकारले अहिले जुन रफ्तारमा काम गर्दैछ, जुन जे काम गर्दैछ त्यो एकदमै स्वागतपूर्ण छ। यस्तै काम गर्दै जानुहोस् होला, यही रफ्तारमा काम गरिराख्नुहोस् होला। मेरोबाट धेरै धेरै शुभकामना। धन्यवाद।